गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म तपाईँहरूलाई सधैँभन्दा अलि नयाँ फरक किसिमको ब्लग लिएर उपस्थित भइसकेको छु। आज चाहिँ म हजुरहरूलाई पानीपुरीको रेसिपी बनाएर देखाउँदैछु। मा चाहिँ मैले प्यान बसालेर पानीपुरी फुराउन लागेँ। मेरो तेल चाहिँ एकदमै धेरै पाकिसकेको थियो, त्यही भएर पानीपुरी चाहिँ एकदमै रातो रातो भएर डढिरहेको छ। यहाँ चाहिँ त्यही पनि अझ म चाहिँ फुलाउँदैछु, पानीपुरी एकबाट नै फुराउने भनेर चाहिँ फुराइरहेको। अनि मैले चाहिँ यहाँ आलु पनि उसिनेर रेडी गरिसकेँ। आलु चाहिँ धेरै उसिनेन, ठिक्क मात्र उसिने। अनि साथीहरू, यो चाहिँ मेरो आफ्नै बारीमा फलेको अर्ग्यानिक हरियो खुर्सानी हो। अनि मैले चाहिँ यहाँ पानीपुरीको लागि पानी बनाउन रेडी गरेँ। पानीमा चाहिँ फर्स्टमा मैले चुक र प्याज हालेँ, अनि त्यसपछि थोरै धनियाँ मिसाएँ। धनियाँ चाहिँ मलाई एकदमै मनपर्छ, धनियाँ हाल्यो भने चाहिँ हाम्रो पानीको चाहिँ छुट्टै टेस्ट आउँछ। त्यसपछि मैले थोरै धुलो पाउडर खुर्सानी पनि राखेँ। छुट्याउन नहुने भनेको चाहिँ पानीपुरीको मसला एकदमै टेस्टको लागि चाहिँ चाहिन्छ। अनि हाम्रो चाहिँ पानीपुरीको मसला पनि रेडी भइसक्यो। अनि पानीपुरी मसला चाहिँ मैले दालमोट, आलु, प्याज र खुर्सानी मात्रै हालेर तेलले झानेर चाहिँ रेडी गरेँ। अनि साथीहरू, हाम्रो चाहिँ पानीपुरीहरू सबै रेडी भइसकेको छ। यहाँ चाहिँ पानीपुरी खानको लागि चाहिँ हाम्रो घरमा आउनुभएको छ हाम्रो स्पेसल गेस्ट, मेरो माइजू, अनि त्यसपछि मेरो छिमेकी आन्टी। हामी चाहिँ सबैजना मिलेर पानीपुरी खान पनि लाग्यौँ। अनि साथीहरू, आजभोलि चाहिँ मेरो काम छैन, त्यही भएर म चाहिँ घरमै बसेर खानेकुराको एकदमै क्रेभिङ भएर होममेड खानेकुराहरू बनाएर खाइरहेको हुन्छु। आजभोलि चाहिँ म चाहिँ यहाँ पानीपुरीको मसला भरेर यहाँ चाहिँ सर्भ गर्दैछु सबैजनालाई। साँच्चै नै पानीपुरी चाहिँ एकदमै मिठो भएको थियो। पानीपुरीको लागि चाहिँ हाम्रो जुस पनि रेडी भइसकेको छ, अर्ग्यानिक जुस। हजुरहरू पनि फुर्सदको समयमै घरमै बसेर मिठो मिठो खानेकुराहरू बनाएर खानुहोस् है त। आजको मिनी ब्लग चाहिँ यति नै। अझ पनि मेरो मिनी ब्लगहरू हेर्न चाहनुहुन्छ भने मलाई चाहिँ फेसबुकमा फलो गर्न नबिर्सिनु होला। थ्याङ्क्स फर वाचिङ गाइज।